म राजनीति गर्ने मान्छे हुँ। मेरो खुला किताब जस्तो मेरो जीवन छ, रहनु पनि पर्छ। मेरो व्यक्तिगत जीवनको यो स्वच्छता र मेरो आफ्नो व्यक्तिगत जीवनको पारदर्शिता मेरा लागि जीवन मूल्यहरू हुन् र यो सन्दर्भ मेरा केही आफ्ना विश्वासहरू छन्। के कुराहरू मैले विश्वास गर्छु, त्यो विश्वासको सन्दर्भमा मैले नेता भनेर दाबी गर्छु भने मैले मेरो विश्वासको पक्षमा उभिँदै गर्दा हजारौँ मान्छेले मेरो पक्षमा ताली बजाइरहेका छन् कि हजारौँ मान्छेले त्यो बेलामा खिलाफमा ताली बजाइरहेका छन् भन्ने प्रत्येक कुराको हिसाब किताब गर्ने दिन, त्यो दिन चाहिँ मेरो नेता भन्ने कुरा त्यही टुङ्गिन्छ भन्ने मलाई लाग्छ। मेरो विश्वास र मेरो आस्थाको आधारमा कानुनी राज्यभित्र के ठिक र के बेठिक भन्ने सन्दर्भमा केही कुराहरू समाजले तत्काल राम्रो भन्ला नराम्रो भन्ला यसको लेखाजोखा नगरिकन आफ्नो विश्वास र मान्यताका लागि उभिनुपर्छ भन्ने सन्दर्भमा हिजो पनि उभिएको, आज पनि उभिन्छु र भोलि पनि त्यो बेलामा नडराइकन उभिन्छु। किनकि मलाई विश्वास छ एउटा दिन आउँछ, एउटा समय आउँछ जतिखेर मलाई फेरि समाजले त उभिएको ठाउँ ठिक रहेछ भाइ भनेर भन्ने दिन आउँछ भन्ने विश्वासको साथ मैले आफूलाई लागेको मेरो ब्रह्मले सत्य देखेको पक्षमा उभिने काम म गरिराख्छु। धन्यवाद।